लाग्यो भनेर भनिरहेछ। अब चाहिँ म साग टिप्नु जाँदैछु। यो हाम्रो सागबारी हेर्नुहोस् होला, एकदम धेरै मजाले फलिरहेछ हो। अन्त यो चाहिँ मेरो सासूले रोपेको हो सागहरू। अन्त घरमै अर्ग्यानिक खानु पाएपछि त बजारमा के जानु है। सागको सिजनमा त साग पनि खाएको हुन्छ, अरू टाइममा त साग खानु मन लागेको टाइममा साग पनि पाइँदैन। अझै एउटा जग्गामा छ, देखाउँछु हाम्रो सागबारी। यहाँ चाहिँ हेर्नु सक्नुहुन्छ, मजाले ठुल्ठुलो भइरहेछ। अब यो पनि धेरै दिन राख्यो भने छिप्पिन्छ मात्रै, त्यही लागि यसलाई यत्रो खानु। यो चाहिँ सबै हाम्रो सासू आमाले रोपेको हो। यस्तो मजाको साग भयो भने अरू के चाहियो र। हेर्नुहोस् गाइस, यस्तो साग चाहिँ खानुपर्छ कि। यस्तो मजाको छ घरमै, हेर्नु सक्नुहुन्छ। यस्तो चिजहरू अर्ग्यानिक हो कि, त्यही लागि घरकै खानुपर्छ, बजारको किन्नु पनि हुँदैन। बजारमा के लगाएर हाइब्रिडहरू बनाएको हुन्छ, त्यही लागि म चाहिँ भन्छु कि बजारमा भन्दा आफ्नै घरमा भएको सागै खानुपर्छ। हेर्नु सक्नुहोस्, धेरै छ यहाँ चाहिँ ठुल्ठुलो पत्ता भएको। तपाईँहरूको घरमा पनि होला सागहरू चाहिँ यस्तै गरेर आउनुभएको होला। सागको सिजनमा चाहिँ फेरि मजाले फलिन्छ नि त। हाम्रोमा चाहिँ लगायो भने मजाले नै फलिन्छ हो। ए यस्तो छ साग, सासूले लगाएको साग हो, खानु पाइन्छ मजाले। हेर्नुहोस् होला साथीहरू, आज चाहिँ फाइनली मैले साग टिपिपठाएँ हो। अब चाहिँ म गएर सागलाई दामी झोल बनाउँछु हो। हेर्नु सक्नुहुन्छ, म चाहिँ अब सागलाई टिप्दैछु हो। यस्तो दामी साग छ कि, अब साग भएको टाइममा फेरि साग खानु मन लाग्दैन। अब नभएको टाइममा चाहिँ एकदम याद आउँछ। अहिले बारीमा यति साह्रो साग छ कि खानै मन लाग्दैन अब हो। जाडो महिनामै हो सागको झोल खाने भनेको, तर पनि डेली चाहिँ खानु मन पर्दैन भएकै कुरा। तर यो आफ्नै बारीको भएर होला कि देखेर नै एकदम मन परेर साग टिपेको हो। अब यो चाहिँ सुँगुरको मासुमा लाम्चे गरेर साग खायो भने कम मिठो हुन्छ। त्यही लागि चाहिँ आफ्नो घरमा रोपेको भन्ने फाइदा चाहिँ यति छ कि किनेर खानु पर्दैन। हेर्नु सोकहरू छ, हेर्नु सोकहरू सबै छ। अस्तिसम्म धनियाँहरू थियो, धनियाँहरू सिद्धियो। अब अर्को बारीमा पनि छ हो धनियाँहरू, त्यही कारणले बाहिर किन किन्नु। सागको झोल बनाएर खानु पर्यो आज त। बेसी टाइमसम्म राख्यो भने छिप्पिन्छ त, त्यही लागि टिपिहाल्नुपर्छ हो। आफ्नै घरको अर्ग्यानिक खानु पाउँदा त बाहिरतिर किन किन्नु हो। यहाँ हेर्नु सागहरू, कसको घरमा यस्तै साग होला, सागको टाइममा रोपेको होला। सिजन सागको आएपछि त साग खाँदा पनि पक्का लाग्छ हो। अब सागको चाहिँ के चाहिँ खानु। अरे हेर्नुहोस् होला साथीहरू, आज चाहिँ फाइनली मैले साग टिपिपठाएँ हो। अब चाहिँ म गएर सागलाई दामी झोल बनाउँछु हो। भलै यस्तो चाहिँ दामी छ हाम्रो घरको साग। सासूको हात चाहिँ साह्रै राम्रो कि, मजाले सागहरू पनि मजाले उम्रिन्छ। यस्तो दामी अर्ग्यानिक हरियो खानु पाउँदा अरू के चाहिन्छ र, होइन।